भएर आइसकेपछि विधायन ऐन हामीलाई चाहिन्छ। कानुन निर्माण गर्ने प्रक्रिया के हो, त्यो प्रक्रिया ऐनले नै निर्धारित गर्नुपर्छ भनेर विधायन ऐन चाहिन्छ भन्ने कुरा गर्यो सरकारले। त्यतिखेर विधायन ऐन प्रस्ताव पनि गर्यो, विधायन ऐन आयो पनि। विधायन ऐन 2081 को दफा 3 मा सम्बन्धित मन्त्रालयले आगामी आर्थिक वर्षमा तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकता क्रम खुलाई कानुन मन्त्रालयमा पठाउनु पर्ने र प्राप्त विवरणका आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग छलफल गरी सङ्घीय संसदमा पेश गर्ने विधेयकको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त वार्षिक कार्यतालिका कानुन मन्त्रालयले असार मसान्तभित्र सङ्घीय संसदमा पठाउनु पर्ने व्यवस्था रहे बमोजिम यस मन्त्रालयमा असार 24 र 25 गते सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको थियो। कानुन मन्त्रालयमा हामीले छलफल गऱ्यौँ। सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 का लागि सङ्घीय संसदमा पेश गरिने विधेयकको सङ्ख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै सङ्घीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्षज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। सामान्य सभामुख महोदय, कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 वटा विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 वटा विधेयकहरू छन्। कुल विधेयक 166। मन्त्रालयगत रूपमा विधेयकहरूको सङ्ख्या म एकचोटि पढेर सुनाउन चाहन्छु। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट 15 वटा विधेयकको तयारी गरिएको छ। अर्थ मन्त्रालयबाट 15, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट 4, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट 4, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 17, कृषि वन तथा पर्यावरण मन्त्रालयबाट 13, गृह मन्त्रालयबाट 11, परराष्ट्र मन्त्रालयबाट 4, पूर्वाधार विकास मन्त्रालयबाट 16, भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 8, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट 7, युवा श्रम तथा रोजगार मन्त्रालयबाट 5, रक्षा मन्त्रालयबाट 1, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट 4, शिक्षा तथा खेलकुद मन्त्रालयबाट 9, सूचना तथा सञ्चार मन्त्रालयबाट 6, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट 11, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट 16 गरेर 166 वटा विधेयक आउने आर्थिक वर्षमा सरकारले संसदमा पेश गर्ने तयारी गरेको छ। सम्मान्य सभामुख महोदय, प्रचलित कानुनको सुधार तथा नयाँ कानुन निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ कानुन बनाउनु पर्ने विधेयकको पहिचान